right? Hello guys, we are Yeah. heading towards So when Korea's you highest finish it, you're mountain. climbing. I Hallasan. think you'd better use a pass. Hallasan भन्ने बित्तिकै पहिला चाहिँ एउटा मात्र हल्लासन थाहा थियो हाम्रो यति मात्रै हो guys, bye. 5%, no good. 다른 뚜절미 미야마 이제 모빌 문도 guys यहाँ चाहिँ एउटा मिस्ट्री खजाना खोज्दैछ यहाँ राम्रो छ So yeah guys, हामी चाहिँ अब लाग्न लागेको होइन ट्रेकिङतिर सत्र उतातिर हाम्रो गङ्गाजी हुनुहुन्छ गङ्गाजी त्यसपछि चाहिँ यता फोटो सेसन चलिरहेको छ अलि यता सोह्र हालेर यता चाहिँ हो यस्तो काम गरेको चाहिँ एकदम पल्टिन्छ फेरि किन हो होइन मलाई थाहा छैन है एक्चुली हेर्नु बराबर छैन यस्तै छ अब हामी जानु लाग्यो अब यता फेरि छुट्टै छ ट्रेकिङ आइरहेको छौँ यता छुट्टै छ तँ मेरो से प्यार गर्थे कि नै होला त्यो नि एउटा सरस्वती यता तँ मेरो से प्यार गर्थे कि नै होला बोल तू मेरे से प्यार करती है कि नहीं ट्रेकिङ आएको यता फोनमा तू मेरे से प्यार करती है कि नहीं भन्ने एउटा सबै हुन्छ भन्दैन यता कृष्ण छ एउटा तू मेरे से प्यार करती है कि नहीं गर्ती ल त्यस्तै छ ल अरू माथि गएपछि माथिको सिनारीको माथितिर है त ढ्याप्प बन्द एकचोटि हामी बनाऊँ न यो भिडियो बनाऊँ न यो मान्छेको यहाँ भिडियो पज गर्नु हेलो हेलो गङ्गा लेट्स गो धेरै नजिकलाई त्यो ट्यापले हात त्यस्तो निकालेको नि त्यस्तो 안녕하세요 guys hello hello हामी चाहिँ हाफ वेमा हो गाइज हाफ बाटोमा बाटो चाहिँ यस प्रकार रहेको छ अब पछाडिबाट ब्याक क्यामेरा कसरी गर्ने हो थाहा छैन त्यही भएर गाइज म फ्रन्टबाटै बनाउँछु है अब मलाई हेर्नु होला because I am looking cute आँखा नहेरिकन हिँडिदिन्छु गाइज म चाहिँ यस्तो It's okay, I can do it. Yeah, we can do it. We need to do it. Guys, किनभने लाइफमा यस्तो एक्सप्लोर गर्नुपर्छ यस्तो राम्रो I राम्रो can do it. I will do it. Now I'm doing it. I'm gonna do it. Bye guys. इस बाटो चाहिँ यस्तो छ. It's easy guys. Easy. Ignore background noise. Don't ignore us. हाम्रो भ्लगर दिदी चाहिँ हिँड्दै हुनुहुन्छ यहाँबाट बाटो छ ल हिँड्न त्यहाँ त खिच्दिँदैछु त भ्लगर दिदीको
यस्तो टाढो गाइज गाइज यहाँबाट यसरी फोटो खिच्नु रहेछ उ त्योहरू भ्यू हेर्न सक्नुहुन्छ गाइज दामी छ त्यहाँ चाहिँ सविता हुनुहुन्छ हामी दामी छ गाइज मान्छेको हल्लिरहेको भ्यू हेर्नुहोस् गाइज भयो फोटो खिच यसरी फोटो खिच अगाडि हामी सेल्फी यस्तो छ गाइज बाटो यस्तो उकालो उकालो सकेन हौ उकालो बाटो अब नि गाइजहरूले होइन हुन त मेरो भ्युवर्स कोही पनि छैन होइन त्यही पनि स्टिल वी आर मेकिङ भिडियो फर मेमोरी पछिको लागि हाई गाइज यता आइज हामीदा बाई गरिदियो बाई 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 गाइज मर्छ गाइज guys autumn season यसले चाहिँ autumn reflect गर्छ guys wow nice view yeah guys during trek सेल्फी हान्दैछ है किन भाङ्गो क्या त्यही मात्र खिच्दै म चाहिँ कस्तो दामी आएको भने है भिडियो हुने आइज न यसरी एकछिन ओ यो हल्ले छ कि यो रामसितमा आइज गङ्गा यो अफ गर्ने कि रातो धेरै हिँडेर सविता कस्तो घाम आएको कि है त्यो कस्तो राम्रो त्यो हेर त्यहाँ माथि आइज कस्तो घुम्ने है अब आइज आइज गङ्गा कहाँबाट घुम्न भने सँगसँगै ल है त पहिला जस्तो यताबाट है त घुमै म सँगसँगै आइज सविता फोटो खिच ल अब फोटो हिँड यताउति गर त्यहाँ मान्छे छ अब चाहिँ यतापट्टि
चाहिँ किन खान जाने भने हो फेरि कहाँ खान्छ त्यो आन्टी हामी धेरै बलियो रहेछ धेरै फ्रेस हुन्छ हामीले कुरा गर्दै हामी इच्छा गर्दै आएको हामीले एउटाबाट यस्तो होला कहाँबाट भएको मान्छे कुदेर छिर्नु के तपाईँको ठाउँ के होला है आधी भागै प्रसिद्धको फाउन्डेसन छैन जुङ्गातिर छिट जाऊ भन्छ कि गाइज हामी चाहिँ अब चल्दिएको हामी चाहिँ अब चल्दिएको भने क्या हो गाइज चल्दिएको बाई बाई हल्ला साथ रमाइलो भयो इट वाज अ न्यू एक्सपिरियन्स फर अस गाइज हिँड्नु चाहिँ हिँडियो धेरै वाउ गाइज लुकिङ नाइस अब चाहिँ म ओह्रालोमा चाहिँ म छिटो हिँड्छु गाइज किनभने ओह्रालो इज माई फेभरेट तुफान हिँडिदिनेछु गाइज अब म यिनीहरूलाई नि छोडेर हिँडिदिन्छु अघि चाहिँ म सबभन्दा लास्ट भएको थियो अब चाहिँ म सबभन्दा फास्ट हिँड्छु गाइज भिडियो बनाउँदै हिँड्छु चाँडो पनि हिँड्छु यो चाहिँ हामी माथिसम्म चाहिँ जान पाएन तर नेक्स्ट टाइम चाहिँ हामी जानेछौँ माथिसम्म तपाईँहरूलाई चाहिँ मेरो साउन्ड बियर्ड सुनिरहेको होला तर म बोल्ने यसरी नै हो ल बाई गाइज सी यु लेटर गाइज यिनीहरू चाहिँ ढिला हिँड्दैछ है यो साह्रै लामो भएर चाहिँ उ त्यो हुँदो रहेछ हल्लिँदो रहेछ प्लिज गाइज डोन्ट माइन्ड किनभने म सबैजनालाई क्याप्चर गर्छु खोइ एकजना चाहिँ गुरी जसरी नदीतिर आउँदैछ गुरी क्या गुरी भनेको थाहा छैन गुरी भनेको बिरालो अनि अब यहाँ तल चाहिँ यहाँबाट 6 किलोमिटर टाढा गाइस 6 किलोमिटर फ्रम हियर इट्स ओके इट्स ओह्रालोमा चाहिँ वी क्यान वक वी क्यान अल्सो रन भन्ने मात्रै हो तर खुट्टा दुख्दो रहेछ गाइस ओह्रालोमा चाहिँ मेरो नङ दुख्यो गाइस नङ दुखेको छ गाइस किन हो नङ एकदमै दुखेको छ मेरो नङ यति लामो पालेको छ गाइस मैले because I like मेरो चाहिँ मुखमै गाइस झुन्डिरहेको छ इभन मेरो गाइजहरू कोही पनि छैन होइन
यस गाइज त्यही भएर बाटो पनि हेर्नु पर्यो होइन तपाईँहरूलाई मात्रै हेरेर त भएन क्रिन सुन्यो होला होइन क्रिन सुन्यो English? English? What does mean by English? What does mean by English? I don't know English. Guys, म इङ्ग्लिस बोल्दिनँ गाइज किनकि मलाई आउँछ म तपाईँहरूलाई अहिले एकछिनमा त्यो भर्याङ पनि देखाउँछ होइन गाइज एकदम स्केरीवाला भर्याङ त्यो भर्याङ चाहिँ गाइज तपाईँहरूले त्यो सपना पनि देख्नु भएको छैन होला क्या कोरिया भनेको यस्तो रहेछ गाइज जङ्गल रहेछ So guys, today we submitted the Korea. बन्द गर्न त नि कति लामो भयो 2 मिनेटको म यत्तिकै हालिदिन्छु है गाइज मलाई चाहिँ भिडियो एडिट केही गर्न आउँदैन आई जस्ट पोस्ट विथआउट कटिङ भिडियो है गाइज मेरो चाहिँ म युज गर्छु मनिसँग बोलिरहेको छु ल 13 मिनट गऱ्यो भने मेरो म्युट भइहाल्छ नि अब त म बोलेर भिडियो बनाउँछु गाइज किनभने एकदमै त्यो हुँदो रहेछ कस्तो झ्याउ लाग्दो रहेछ के त्यो आफ्नै भिडियो हेर्दा पनि क्या बोलेको पनि छैन केही पनि छैन हाँसै उठ्दो फेरि बोलेर बनाए पनि फेरि भरे आफ्नो भिडियो हेर्दै के बोल्यो होला सोर हेर न कस्तो क्रिन्ज हो यस गाइज यसले चाहिँ होइन आज यस्तो बिरामी यसको फेस हेर्न सक्नुहुन्छ घाउ छ त्यही पनि सी डिसाइडेड टु क्लाइम द हाइएस्ट माउन्टेन अफ कोरिया एन्ड वी डिड इट गाइज इङ्ग्लिस है इङ्ग्लिस वी डिड इट गाइज है मेरो इङ्ग्लिस पनि सुन्नु होला है गाइज मलाई चाहिँ किन हो है एकदमै जोस आइरहेको छ यो भिडियो बनाउनु चाहिँ डरो खायो गाइज मैले चाहिँ होइन सबले खायो खानु त अनि बनाउनु पर्छ भरे गाइज मेरो आफ्नै साउन्ड सुनेर मलाई क्रिन्ज लाग्छ होइन तर पनि नो प्रब्लम आइएम गन पोस्ट गाइज यो के अरे क्यामेरा चाहिँ एकदमै हल्लिरहेको छ गाइज किनभने उयो भर्याङहरू एकदमै स्केरी टाइपको छ डर लाग्दो छ होइन त्यही भएर चाहिँ नि क्यामेरा चाहिँ हल्लिरहेको छ तर प्लिज डोन्ट माइन्ड है गाइज चाहिँ नो वान इज गाइज है यही एउटा मात्रै हो है गाइज नन स्टप गाइज हो इभन आई डोन्ट ह्याभ एनी गाइड ल एउटा क्वेसन सोधौँ न ल त ऱ्यान्डम क्वेसन सोधौँ न तर सोधौँ भने कि एकअर्कालाई मलाई भने कस्तो भयो आजको ट्रिप पुरै माथि हल्ला समुद्र सब्मिट गर्न नपाए पनि 6 किलोमिटर हिँड्यौ फर्स्टमा चाहिँ होइन अलि उयोवाला फर्मलवाला एन्सर दिनु पऱ्यो नि होइन भिडियो बनाउँदा त फर्स्टमा चाहिँ आई फिल एक्साइटेड अनि होइन फर्स्टमा चाहिँ एकदम एक्साइटेड भएर म हिँड्न सक्छु भन्ने वाला फिल थियो अनि त्यसपछि आधी बाटो हुँदा चाहिँ मर्न लाग्यो गाइज म कहिले नहिँड्ने मान्छे यत्रो उकालो हिँड्ने आई एम सो प्राउड अफ मी यस आया नाइस गाइज है नाइस How do you feel, guys? How do you feel? लडेकोमा मजा आयो गाइज जोस होइन यस्तो भिडियोहरू बनाएर राख्दा चाहिँ यस्तो
यस्तो यस्तो होइन यस्तो यस्तो फनी मुभमेन्ट्सहरू क्याप्चर हुन्छ त्यसमा चाहिँ ह्याप्पी ह्याप्पी तर मलाई एडिट सिडिट केही गर्नु आउँदैन कहाँ हान्छ त कट सर त त्यही पनि कसले हेर्छ र त्यस्तो फुल भिडियो त कसैले नै हेर्दैन गाइज मेरो चाहिँ हेर्न सक्नुहुन्छ मेरो चाहिँ गालामा नेचुरल ब्लस निस्किरहेको छ यसको निस्किरहेको छ खोइ हामी पनि राम्रो देख्दो रहेछ क्यामेरामा त यिनीहरू चाहिँ साइकोहरू So what is your ideal type? आइडियल टाइप Yeah. नभन फेरि सबले मलाई फेरि जज गर्छ Please don't judge guys. This is only for fun. के Okay? मेरो आइडियल टाइप भनेको गरे? झट्ट हुन्छ नि जसको पनि अब जसले जेसुकै भने पनि मलाई त राम्रो चाहिँदैन मन माया गर्ने भएपछि नो No. I like sexy boys, not Sexy cute boys. guys. मलाई सेक्सी र क्युटमा चुज गर्नु पर्यो भने सेक्सी Got it? Oh. Always obsessed with me भन न Yeah. So beachको सविता तामाङको. Yes. So what is your ideal type? Ideal type. मेरो आइडल टाइप त लभिङ केयरिङ हो लभिङ केयरिङ नि होइन Loving caring is सबैको हो. त्यो त Is a mandatory. मेरो आइडल टाइप भन्न लाग्थे अब के भनौँ तिमीहरूले बिर्सिहाल्यो ल टाइप भन हामी अगाडि जाउँ है गाइस. Is ल लेट्स गो. लाइफ टाइम भरि मेरो र उसको साथ कहिले नछुट्योस् भनेर के जे पाइ त्यही ल गाइस खुट्टा दुख्यो. म यहाँ कहिले नहिँड्ने मान्छे यत्रो हिँड्दाखेरि ऱ्यान्डम क्वेसनहरू सोधौँ न त ल. सक्दिनँ भनेर एक्सपेक्ट गरिरहेको थिएँ थाक्छु होला गाह्रो हुन्छ फर्किन्छु होला भनेर भए पनि यत्रो बाटो हिँड्ने ओ माइ गॉड को सेक्सी ल सो ल ल अब मेरो चाहिँ मेरो आइडल मेरो आइडल टाइप सुन्न न ल ल एकछिन सविता पनि बस्नु त यसरी सुनाउने के कस्तो भन्ने आई सुड बी हिज फर्स्ट प्रायोरिटी मतलब फर्स्ट प्रायोरिटी मतलब फर्स्ट नै त होइन त्यो फ्यामिलीमा त्यही भनेको त्यही मैले भन्न खोजेको त्यही हो क्या हेत्तेरी सुन मतलब फर्स्ट प्रायोरिटी मतलब फ्यामिली भन्दा माथि राख्छ नि लङ कुरा हुन्छ यस्तो बारीमा चाहिँ आइडल टाइप भनेको अब जोसँग मन मिल्यो त्यहीसँग हो क्या जो त्यो एक्ज्याक्ट कुरामा कहिले हाम्रो मन बस्दैन त्यही हो कुरा होइन हो तर भाइब मिल्यो मैले नि त्यही भनेको भाइब मिल्नु पर्यो हामीले त्यो भनेर मात्रै हुँदैन नि त अब जोसँग मन त्यतिकै बस्छ त्यहीसँग मात्रै हुन्छ क्या आइडल टाइप भनेको चाहिँ अब त्यस्तै हो मेरो भविष्यको केटा चाहिँ यस्तो होस् अब एउटा सोचेको खुबी चाहिँ हुनुपर्छ त्यस्तो मान्छेलाई डोन्ट मेक नोइज गाइस गर्मी भयो गाइस अब चाहिँ यो चाहिँ एकदमै उयो यो केटा चाहिँ एकदमै के अरे टुरिस्ट हो है गाइस यसरी हिँडिरहेको छ ल तेरो चाहिँ भविष्यमा हुनेवाला बुढी चाहिँ कस्तो होस् दुईटा खुट्टाको होस् त्यही हो दुईटा खुट्टाको रियलको क्वेसन अनि राम्रोसित एन्सर दियो न सिरियसमा कट गाइज नट प्रोपर क्वेसन गाइज यसको चाहिँ बकवास क्वेसन एन्सर भयो है गाइजहरू कसलाई भन्न खोजेको भयो कसलाई भन्न खोजेको मोटी भन्ने ओए ए नसमातै
त म लड्छु कि अब जुत्ता चिप्लियो कि त्यही भएर हो। किन हँ गर्नु पाइँदैन अब जङ्गलमा नि के पाइन्न भने त हल्ला गर्न पाइन्न भने जङ्गलमा नि अब के गर्नु त होइन हल्ला नगरी त अँ जहाँ पनि चुप लाग्नुपर्ने यहाँ त जङ्गलमा नि चुप लाग्नु साउन्ड सोले त दिमागै नभएको गाइज ल अब एकछिन राखिदिएको गाइज उकालो छ गाइस यस्तो उकालो returning back. तर बाटो नि यस्तो छ यस्तो उकालो कहिले ओह्रालो न ओह्रालो कहिले उकालो न उकालो बिचराहरू हिँड्न सकिरहेको छैन यस्तो छ जङ्गल एक्लै हो कोही पछाडि आउँदैछ कोही अगाडि गइसक्यो म चाहिँ एक्लै हो यहाँतिर हेर्नुहोस् होला थाकिसक्यो गाइस अझै पुगेको छैन मर्छु होला गाइस इज लाइक दिस एकदमै खाल्टा खोल्टुक यस्तो बुढो बुढो बाजेहरू आउनु हुँदैछ बाजे मामाहरू आउनु हुँदो रहेछ बुढो बुढो 60-70 इयर्सकोहरू यस्तो एकअर्कालाई साथ दिँदै वहाँसम्म 8,000 कति किलोमिटर पुगेर आउनु हुँदो रहेछ यस्तो बुढाबुढीहरू सक्दैन जाडो पनि भयो गाह्रो भएको मलाई गाइड यस्तो छ यहाँको we complete our journey गाई कहाँ गयो मेरो दोस्तहरू कहाँ गयो मर्नु लाग्यो
It's almost 5 p.m. Bye guys. सबैजना माथि पुगेर यहाँ पनि गाइस अब चाहिँ हामी जान लागेको घर म चाहिँ भन्छु होइन हल्लासम्म नाइडी हुन्छ किनभने खुट्टा दुखेर मर्नु लाग्दो रहेछ गाइस मेरो चाहिँ भने खुट्टा सुट्टा छ कि छैन थाहा छैन त्यस्तो भएको छ के गर्नु त गाइस तर पनि we enjoy guys आयो मर्नु लागेन त गाइस सनसेट पनि भयो अब त अझै पनि हाम्रो 2 जना जति साथी चाहिँ आइपुगेको छैन मेरो चाहिँ गालाहरू नि यस्तो रातो रातो मुस्ताङतिरको केटीहरूको जस्तो भएको छ मैले त्यस्तो नराम्रो त भन्न खोजेको होइन राम्रै हो बसमा जाने हो गाइस हामी चाहिँ यहाँबाट चाहिँ अघि आउँदाखेरि चाहिँ ट्याक्सीमा आएको थियो अब चाहिँ हामी बसमा जान्छौँ गाइस किनभने बस आउन लागेको छ त्यही बसमै जानु 2 जनालाई छोडेर जाऊँ कि कुरुम कि थाहा छैन यहाँतिर चाहिँ यस्तो खालको यस्तो प्रकारको उयोहरू रहेको छ यसले चाहिँ के भन्छ थाहा छैन मलाई किन गाला रातो रातो भएछ मेरो This is my real sound guys सुन्नुहोस् होला मेरो चाहिँ यो रियल साउन्ड हो भनेर म भन्दिनँ This is the view guys यो चाहिँ मेरो रियल भोइस हो म चाहिँ यसरी देखाउँछु गाइस वाउ गाइस वाउ दामी आउँदो रहेछ है I'll see the photo guys चढेर यता आफ्टर एन्ड बिफोर सेम गाइज वी आर नट टायर्ड यस्तो छ गाइज माथिको चाहिँ वाउ ओए दामी ल यता आइज या डिश मेरो ओठ यस्तो दामी ओठमा हेर लेट्स गो गाइस अब म कहिले आउँदिन होला सुन भने म नि आउँदिन साह्रै खुट्टा दुखिसक्यो मेरो त रन ऊ त्यो चेन बन्द गर मेरो झोलाको के बोल्नु नहुने र त्यही भन्छ गाइस ब्याग बोकेर अब चाहिँ घरतिर लाग्नु पर्यो यस्तो छ यिनीहरूको हालत चाहिँ यो चाहिँ भिखारी पछि उभिएर भए नि जाने हो उभिएर भए पनि जाने हो भने छ्या बसै गयो यिनीहरू त यता जाने मान्छे मिनट अफ गाइस हाम्रो चाहिँ बस छुट्यो अघिको त्यो भ्यू हेर्न गएर गाइस बसै छुट्यो त्यहाँबाट बस गइसक्यो अब त्यहाँबाट गइसक्यो 475
जाला अब घर है टुरिज्म जान पाँच यो चाहिँ के हो गाइस पढ्नु होला आफूहरू पढ्नु होला गाइस कहाँ रहेछ त लोकेसन कहाँ देखाएको छ रोड साइड हेर्न रोड कहाँनिर देखाएको छ ए के हो गाइस म त बुझ्नु सक्दिनँ I'll show you the back videos wow दामी गाइस यतिखेर चाहिँ बजेको छ 5:30 5:30 को भ्यू चाहिँ यस्तो रहेको छ ओइ सुर्च्याको माउन्टेन गएर त मर्छ भोलि त को मामै जान्छ यस्तो गरौँ न त किस्ने र म र सबिता हामी 3 जना टुरिज्म जान्छौँ तर पछि जाउँदा छ तल को के भनेपछि ल हामी 2 जना जान्छौँ नि त गाह्रो छ गाइस बिरामी जस्तै भएछ ल लेट्स गो ट्याक्सीमा त्यही बुढो आउँछ आउँदैन त्यो बुढो गर्नुपर्छ गाडी किन है प्रसिद्ध यो त भिखारीहरू बस्ने आउने बेला हुन्न 9 मिनट लिन त लियो नो प्रॉब्लम हम जाएंगे 9 मिनट में जी आएंगे गाइस nga cái ôn chốt đồ đi xem bay là chum taxi rồi gì nga ôn rồi đồ đi mà bay là đang anh ôn sur cái nào gì Jeju maximum first day đó आयो तेरो नि आयो shame यो त कस्तो देखिरहेको छु सबजना जहाँ अब गाइज हामीले माथि टपसम्म नि गएन त्यही पनि यिनीहरू यस्तो भएको छ यस्तो अवस्थामा म मात्रै हो गाइज एक्टिभ बनेको मर्यो फोटोहरू पठाउँछ साथीहरू जाडोले अब चाहिँ यस्तो भएको छ अवस्था बिग्रेको छ कोटहरू फुटेको छ गालाहरू रातो रातो मलाई ककाउमा है हामी चाहिँ अब कलेज जाँदैछ उत्तरकोमी हामी 2 जना चाहिँ होस्टेल जाने हो गाइस अरूहरू चाहिँ उनीहरू आफ्नो घर जान्छ त्यही भएर चाहिँ हामी चाहिँ लाग्दैको गाइस अब होस्टेलतिर very tired केही देखेन त यार कालो कालो
गाइस एक्जस्टेड तर आजको चाहिँ रमाइलो भयो है धेरै दिनपछि हामी यसरी गएको इट्स अलमोस्ट 1 इयर पछि पहिला चाहिँ हामी जनवरी 1 मा गएको थियो अनि आज चाहिँ नोभेम्बर 3 एक महिना 1 वर्षै हुनु लाग्यो धेरै पछि गएको 10-11 महिनापछि रमाइलो भयो एकचोटि चाहिँ आएको थियो एकचोटि ओळखिँदै गरे भए त्यो कनेक्ट अब राम्रोलाई तर आधा गाइस त्यति नै हो रमाइलो भयो खुट्टा चाहिँ दुख्यो पनि देखेछ राम्रो पनि देखेछ गाइलाई मनो लाग्यो त्यहाँ के हुन्छ अरे बिरामी जस्तो पनि देखाएको छ राम्रो पनि देखाएको थाकेर होला छ धेरै टाढा धेरै टाढा गाइस उकालो 5 घन्टा भन्ने बेला गदिरिङ ट्याक्सी चुसे 16,000 टाउकुन चिलायो अब जाने हो त्यसपछि सुत्ने हो भिडियो हेर्ने खाने हो अब के हुन्छ हेरौँ ल गाइस त्यतिखेरसम्म स्टे ट्युन के वाचिङ बुढै हो के अरे लाइक कमेन्ट त्यो भ्लगर नै क्या